समस्या छ है हजुरहरूको सम्पूर्णमा र आज चाहिँ हामी फेरि पनि है सबैजना है फ्यामिली मिलेर चाहिँ आएको छौँ है। हामी चाहिँ आज है यहाँ खोलाको छेउमा आइरहेको छौँ है। हजुरहरूले यता यो दृश्य देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मुक्ति पुल हो है। हजुरहरूले चाहिँ अब यहाँ देख्न सक्नुहुन्छ है। हामी सबैजना चाहिँ यहाँ आज चाहिँ यहाँ चाहिँ हाम्रो सबैजना पिकनिक खान आइरहेको छौँ है। दिदी भेना बहिनीहरू है आन्नीहरू सबैजना आइरहेको छौँ है। अनि यहाँ चाहिँ छ है भाइहरू यस्तो छ है गर्दैछ है। यहाँ माथि चाहिँ दाजु बसिरहनु भएको छ। माथि दाजु पनि बसिरहनु भएको छ है यता। यहाँ चाहिँ अब चुल्हा बनाउनु हुँदैछ है दाजुले है। यहाँ चाहिँ खानाहरू बनाउनु हुन्छ है। यहाँ अहिले चाहिँ चियाहरू बनिँदैछ यहाँतिर है। यहाँ चाहिँ जग्गा दामी छ नि त है। यहाँ उकालो यस्तो छ नि त है। यहाँ अब पानी पऱ्यो भए पनि हामी चाहिँ यहाँ चाहिँ बस्नु सक्छौँ है। यहाँ चाहिँ पानी आउँदैन है यतिमा। अनि यहाँ उँभोको यस्तो छ है नजाराहरू यस्तो छ है। यहाँ उँभो छ यस्तो है। अनि यहाँबाट आएर चाहिँ यस्तो गएर चाहिँ यता चाहिँ यस्तो छ है। यो चाहिँ पुल हो है। यहाँबाट पारि चाहिँ कागीहरू जान्छ है। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँबाट दाजु चाहिँ भाडा धुनु हुँदैछ है। यहाँ हाम्रो दाजु है। यहाँतिर चाहिँ बहिनीहरू पुरा खेलिरहेछ है पानीमा यहाँतिर है। यहाँ परतिर चाहिँ सबै बसिरहनु भएको छ है। चियाहरू पकाउनु हुँदैछ है। अनि यहाँ चाहिँ आगो फुक्नु हुँदैछ है खानाको लागि है। अनि यहाँतिर चाहिँ यस्तो छ है। यस्तो सक्नुहुन्छ है। अब यहाँ चाहिँ हाम्रो है यहाँ झालमुरी है। सबैजना झालमुरी खाँदैछ है। झालमुरी चाय है। यहाँ चाहिँ फेरि खानाको लागि रेडी हुँदैछ। यहाँ चाहिँ हाम्रो आनी यहाँ है सबैजना बसिरहेको छ। सबैजना आफ्नो आफ्नो है झालमुरी खाँदै बसिरहेको छौँ है। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। दाजु चाहिँ है गिटार बजाउँदै हुनुहुन्छ। यहाँ चाहिँ बहिनीहरू सबै पौडी खेलिरहेको छ है। यस्तो छ है यहाँनिर। Hello guys, Hello guys, I'm taking the cold water from the river. मासु पाक्दैछ यहाँनिर चाहिँ। हामी चाहिँ पिकनिक खानु आएको। इस्टर मन्डे मनाउनु आएको हामी आज खोलामा युथहरू अनि सन्डे स्कुलको नानीहरू लिएर आएको छ। यहाँ चाहिँ केटाकेटीहरू सबैजना पौडी खेल्नु गएको छ माथितिर। गाइस अब म चाहिँ है पिने पानी लिएर चाहिँ जाँदैछु। यता देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो दाजुहरूको गाडी छ है। यता चाहिँ अब हाम्रो यहाँ सबैजना खानापट्टि है खाना खानु हुँदैछ है। सबै नानीहरू कोही यहाँ बर्तनहरू धुनु हुँदैछ है। कोही यता खानु हुँदैछ। अब म पनि आइपुगेँ है अब खानुको लागि यतातिर है। मजाले हामी चाहिँ नुहाइवरी चाहिँ आएको है यतातिर। यहाँतिर छ है हाम्रो चाहिँ यहाँ खाना खानु हुँदैछ सबैजना। दिदी अनि यहाँ दाहरू हुनुहुन्छ है। यहाँको भाइहरू छ है। अब म पनि खाना खान लागेको।
दिदी यहाँ हुनुहुन्छ यो चाहिँ के को अरे अनि मेरो लागि रहेछ यहाँ चाहिँ खाना खाइसकेर चाहिँ भाडा दिँदैछ सबैजना दादा कस्तो भएछ खाना बिफ आलु र बिफ गाइस अब है हाम्रोहरू चाहिँ यहाँ चाहिँ खानासाना खाएर चाहिँ यहाँ सबैजना है स्विमिङ गर्नुहुँदैछ है बहिनीहरू छ सबैजना भाइहरू है सबैजना चाहिँ यहाँ है नानीहरू स्विमिङ गर्दैछ अब कतिजना चाहिँ अब यहाँ अब एकछिन गरेर चाहिँ यहीँबाट होस्टेलहरू जान्छ है अनि अब नानीहरू चाहिँ इन्जोय गर्दैछ है हाम्रो भाइ चाहिँ यहाँ माथि छ पास्टर भाइ चाहिँ यहाँ छ हुनुहुन्छ है भाइ चाहिँ यता छ है सबैजना खेलिरहेछ है स्विमिङ गरिरहेछ यहाँ अनि हाम्रो अर्को ग्रुप चाहिँ यहाँ तलतिर छ यहाँ तल हामी पिकनिक खाएको चाहिँ यहाँ तल गाडीको साइडपट्टि छ है यहाँतिर है यहाँ अब चाहिँ यहाँ सबैजना खेलिरहेछ पौडी है यहाँ माथितिर एकदमै गहिरो छ नि त है यहाँतिर है अर्को ग्रुप पनि आइरहेछ है यहाँ पौडी खेल्नु है सबैजना यहाँतिर अर्को ग्रुपहरू पनि आइरहेछ यहाँतिर चाहिँ आज चाहिँ एकदम बेसी छ है खेल्नेहरू पौडी खेल्नेहरू गरमले गर्दाखेरि सबै आउँछ अहिले है यहाँतिर हाम्रो दिदीहरू आनीहरू चाहिँ यहाँ तल आउनु हुँदैछ है उनीहरूले पनि टाकटुक सकिसकेको छ है बर्तनहरू साफ सुग्घर गरेर चाहिँ है आउनु हुँदैछ सबैजना यहाँ है तलनिर दाजु चाहिँ जानु हुँदैछ है सामान बोकेर घरतिर जाँदैछ है अरू चाहिँ यहाँ आउँदैछ है नुहाउनुको लागि होला सायद यहाँतिर है देखि सक्नुहुन्छ यहाँ गाइस अब हामी चाहिँ है मजाले स्विमिङ गरेर चाहिँ अब निस्किँदैछौँ है यहीँ स्विमिङ गरेको है मजा आयो आज पिकनिक खानु पनि मजा आयो है अनि यहाँ हाम्रो भाइ चाहिँ भाइ पनि भर्खर निस्केको म पनि भर्खर है भर्खर पौडी खेलेर चाहिँ निस्केको स्विमिङ गरेर है अनि यहाँ जानु हुँदैछ आदि ग्रुप चाहिँ तल जानु हुँदैछ है नानीहरू है सबै फर्किँदैछ है अब हामी पनि लाग्छौँ है र हजुरहरूलाई है यो भिडियो कस्तो के लाग्छ है हजुरहरूले है कमेन्टद्वारा है हजुरहरूले भन्न सक्नुहुन्छ र यस भिडियोलाई चाहिँ हजुरहरूले एकदम बेसीमा बेसी है हजुरहरूले लाइक सेयर अनि सब्सक्राइब गर्नु चाहिँ है नभुलिदिनु होला है आजको भिडियो चाहिँ अलमोस्ट यति नै थियो है